के पकाउनु भएको यहाँ तरकारी तिहुन गाउँ यहीँ छ त यहाँ चाहिँ माथि गढी राति नि बस्नुहुन्छ राति नि यो गाउँ यही चिप्चे तर्साउँदैन दाइ अनि यहाँ गाउँ यहीँ छ हो र मान्छे दिनरात हिँड्ने ठाउँ यही हो दाइले यहाँ सुकुटी पनि सुकाउनु भएको छ काँडाले तर्साउँछ होला हौ राति हजुर हो र घोडा गरेर टक्रक टक्रक आयो भने यो जङ्गल निकै तलसम्म होला है छैन यहीँ हो क्या यो तपाईँ यो देख्नु भएको छ नि यो सबै गाउँ छ तल मुनि गाउँ छ गाउँघर सबै चारैपट्टि गाउँ छ यो चेपमा गाउँ छ बाघ भालु त आउँदैन होला नि त केही आउँदैन छ नि यता छासराक छुस्रुक पनि गर्दैन केही गर्दैन कालिज पाउँछ कि दाइ गाडी चाहिँ पायो भने त पल्लो पल्लो जङ्गलतिर पाउँछ नि यता त पाउँदैन बाँदर चाहिँ आउँछ ठिक छ बाँदर चाहिँ कहिले काहीँ आउँछ धेरै आउँछ अरू बेला चाहिँ आउँदैन कहिले काहीँ फेरि बाँदर आयो भने त यो तपाईँहरूको खानेकुरा नि उधारो लैजाला नि त फेरि लान्छ यहाँ हामी बसेन भने त लगिहाल्छ त्यही त नि ल रमाइलो रहेछ